पोछा लगाएर भैमा हालेर खाना खान्छौँ र यो पनि त बच्चाले खाने कुरा हो नि त सिधै खाने कुरा हो नि त यो होइन पोहोर सालै हामीले भेटेका थियौँ तपाईँको बजारमा हुँदैन तपाईँले स्टिलको टेबल बनाउनै पर्छ यस्तो खालको राख्नु छ भने स्टिलको टेबलमा राख्नु भैमा त भएन के यो त्यही पनि तपाईँको त यो बच्चाले खाने चिज हो एकदमै छिटै त्यो पकाएर पनि खाइन्न होइन अलिअलि तातो पानीमा हालेर खाने चिज हो नि त यो बच्चा एकदमै रिस्की हो क्या यो आँखाले देखेपछि त के गर्ने भन्नु न तपाईँ अरू कुरामा त हामी सबैले सहयोग गरिहाल्छौँ हामी अर्कै कुरामा यहाँ कम्प्लेन आएर आएको पनि धेरै गल्ती छन् अब हामीले आँखैले देख्ने गल्ती भएर यता सुन्नु भर्खरै भए पनि जहिले भए पनि भैमा खसेको भनेको यता सुन्नु न पोछा लगाएर खानेकुरा एकदम तपाईँको लिटो बच्चाले खाने कुरामा तपाईँले पोछा लाउने यताउति पोछा पनि के लाउने भुइँमा राख्ने बित्तिकै अरू कुरा तपाईँको काठहरू राख्नु चाहिँ मिक्स सातु भनेर यसरी हेर्नु न बाहिर हजुर मिक्स सातु लेख्नु भएको छ तपाईँले घरै राख्नलाई हो हजुर अनि यो म्याग्दीको लसुनको छोप लेख्नु छ कहाँ म्याग्दीबाट आउने हो र यो ए हजुर त्यो म्याग्दीको भने त घाँटी झुकाइ गरे जस्तो भयो नि त म्याग्दीको किन लेख्नु परेछ त लसुनको छोप लेख्नु न दर्ता गर्नु तपाईँले उत्पादन एरिया चाहिँ यहाँ लेख्नु भएको छ होइन म्याग्दीको लेख्न पाइएन क्या तपाईँले के भने तपाईँले म्याग्दीबाट ल्याउँछ अब म्याग्दीको कुनै केही विशेषता छ तपाईँले म्याग्दीबाट ल्याउँछ नि लेख्न मिल्यो एक्सपायर भइसकेलाई फेरि माथिबाट टास्नु हैन यो पुरै एक्सपायर छ त यो एक्सपायर त यो दानामा जान्छ नि पर्यो त दानामा जान्छ यो अनि तपाईले स्टोरमा चाहिँ किन राख्नु भएको छ त देखिरहेको छ कि एक्सपायर सामानहरु भेटिरहेछ यो किन राख्नु भएको छ त एक्सपायर यो पनि दानामा जान्छ यो त हो एउटा फाल्नु पर्यो नि त पहिले राम्रो चीज एकतिर एउटा कोठा गर्नु पर्यो यस्तो एक्सपायर भएको मुठोमा राख्नु पर्यो के अनुमति पत्र नक्कली अनुमति पत्र हालेर गरे जस्तो देखेन कहाँ कसरी मिस्टेक भयो यो भन्नु त तपाईको धेरै कुरा मिलेन के भेरिफिकेसन नम्बर नै फरक छ के भित्र अरू सामान पनि छ हैन नियमले त हामीले यहाँ सिले गरेर जानु पर्ने हो पश्चिम भयो नि पश्चिममा सार्वजनिक सामान छ अब अहिले सिल गर्न नि हुँदैन सर के गर्ने अन्त अब सिल गर्न त अप्ठ्यारो भयो नि त यहाँ सबै सामान छ सुरुमा चाहिँ अब हामी यहाँ अनुभवमा आउँदाखेरि चाहिँ उहाँहरुको यो खाद्य उद्योग हो खाद्य उद्योगको चाहिँ यो अनुमति पत्र चाहिँ नवीकरण धेरै पहिले 2081 मै यहाँ सिद्धिसकेको त्यसपछि चाहिँ नवीकरण नगरेको देखियो अनि अब यो अनि त्यसपछि चाहिँ हामी यहाँ चाहिँ यो सातु जुन यो सातुहरू चाहिँ भैमै भण्डारण गरेको देखेर हामीले चाहिँ जफत गरी नष्ट गर्यौं अब हामीले चाहिँ उहाँहरुले चाहिँ यो उद्योगमा चाहिँ यो सातुहरू जस्ता चीजहरू प्रशोधन गर्दाखेरि चाहिँ एउटा स्टिलको टेबल जस्तो भएपछि यहाँ स्टिलको टेबलमा चाहिँ फाइनल प्रोडक्ट बनाएर प्याकिङ गर्ने व्यवस्था मिलाउन त्यसपछि चाहिँ यो दर्ता नवीकरणको चाहिँ प्रक्रिया पूरा गर्न चाहिँ हामीले निर्देशन दिएका छौं अन्दाज चाहिँ 10,000 बराबरको चाहिँ यो सातु चाहिँ जफत नष्ट भयो र अरु चाहिँ भित्रको चाहिँ उहाँहरुको भण्डारण चाहिँ अलिकति के रे फाइनल प्रोडक्ट पनि अब एक्सपायर भएको प्रोडक्टहरु पनि एउटै ठाउँमा भण्डारण गरेको देखियो पकाएर खाने चीज होइन हैन सातु सिधै पानीसित पनि खाने हो अथवा बच्चालाई खुवाउँदा पनि अलिकति मनमन तातोमा घोलेर खाने गरिन्छ हैन त्यही भएर चाहिँ अब यसमा यसरी भैमै राख्दाखेरि विभिन्न ब्याक्टेरियाहरु हैन कोलिफर्महरु त्यस्तो गएर झाडा पखालासम्म पनि हुन सक्ने हुन्छ हैन त्यही भएर चाहिँ यस्तो चीजहरु चाहिँ सेन्सिटिभ चीजहरु चाहिँ एकदमै सुरक्षित रूपमा चाहिँ उत्पादन गर्नु पर्यो हैन यसलाई फेरि पुनः गएर पकाउनु पर्ने चीज होइन त्यही भएर चाहिँ यसलाई सुरक्षित रूपमा चाहिँ यसलाई प्रशोधन गरेर चाहिँ सुरक्षित रूपमा चाहिँ प्याकेजिङ गरेर मात्रै बिक्री वितरण गर्नुपर्ने भएको भएर हामीले चाहिँ उहाँलाई चाहिँ त्यो हिसाबले मेन्टेन गर्न चाहिँ निर्देशन दिएका छौं अहिले यो उत्पादनै बन्द गर्ने निर्देशन दिनुभयो अथवा सुधार गर्ने नै अब यो अनुमति पत्र उहाँको नवीकरण नगरुन्जेल र उहाँले चाहिँ यो सुधार नगरुन्जेल चाहिँ उत्पादन बन्दै गर्ने चाहिँ हामीले निर्देशन त्यसपछि हामीले चाहिँ उहाँको यो सबै कुरा उहाँले मेन्टेन गर्नुभयो भने चाहिँ हामीलाई बोलाउनुहुन्छ हामी बोलाएर त्यसपछि ठिक भएपछि बल्ल चाहिँ उत्पादन गर्ने सहयोग दिन्छौँ